हेलो गाइज, सम्पूर्णलाई स्वागत छ मेरो युट्युब ब्लगमा। हजुरहरू सम्पूर्णलाई मेरो 2 हात जोडेर नमस्कार गर्दछु। मेरो चाहिँ न्यू च्यानल भएको कारणले सब्स्क्राइब धेरै छैन। हजुरहरू सबैजनाले सब्स्क्राइब गरिदिनु होला। आज चाहिँ वैशाख 6 गते सानो बाबु नानीहरूलाई चाहिँ स्वास्थ्य चौकीमा भिटामिन खुवाउने कार्यक्रम रहेछ। म पनि मेरो बाबुलाई लिएर जाँदैछु स्वास्थ्य चौकीतिर। यता चाहिँ आन्टी 2 जना चाहिँ आलु खन्दै हुनु। आन्टीहरूले आलु चाहिँ आधा धोक्रो जति खनिसक्नु भएको रहेछ। यसरी हामी चाहिँ जाँदैछु। मेरो बाबुहरू चाहिँ अगाडि हिँड्दैछ। म चाहिँ यसरी बाबुहरू हिँडिराखेको क्यामेराले खिच्दैछ है साथीहरू। यतातिर चाहिँ हिँड्दैछ मेरो बाबुहरू बिस्तारी। यता चाहिँ बाघझ्याङ रहेछ। मेरो बाबु 2 जना चाहिँ सँगसँगै हिँड्दैछ। यता चाहिँ टावर रहेछ। मेरो बाबु चाहिँ सँगसँगै हिँड्दैछ 2 जना। दाइचाइलाई बोलाइरहेछ। 2 जना दौडिरहेछ। यता चाहिँ पानी परेको कारणले बाटो पुरै हिलो छ रहेछ। मेरो बाबुहरू चाहिँ यस्तो हिलोमा पनि दौडिरहेछ। 2 जना दाजुभाइ। यसरी हामी चाहिँ स्वास्थ्य चौकी पुग्न आँटिसक्यो। मेरो बाबुहरू चाहिँ हिँड्दैछ। यता चाहिँ स्वास्थ्य चौकीको ठ्याक्कै मुनितिर चाहिँ दुबो खेती गर्दो रहेछ। यसरी मेरो बाबुहरू चाहिँ ठ्याक्कै स्वास्थ्य चौकीको गेटनिर पुगिसके। यसरी हामी चाहिँ गेट भित्र गइसके। यता चाहिँ स्वयंसेविका जीहरू हुनुहुँदो रहेछ। यसरी नाम टिपाउँदै हुनुहुँदो रहेछ एउटा स्वयंसेविका आन्टी चाहिँ। यता चाहिँ अर्को आन्टीले चाहिँ भिटामिन खुवाउन लागिराख्नु भएको छ मेरो बाबुलाई। मेरो बाबु चाहिँ मिठो मानेर खाँदैछ। खाएर उफ्रिरहेछ खाएर। भिटामिन खाएर उफ्रिरहेछ। अब चाहिँ जुगाको औषधिको पालो। खाना त खायो जुगाको औषधि हो। यसरी चाहिँ यहाँ गेडागुडीहरू चाहिँ सानो बाबुहरूलाई यसरी सबै मिसाएर खुवाउनु पर्छ भनेर देखाएको रहेछ। यसरी हामी चाहिँ फर्किसके। भिटामिन खुवाएर अब फर्किसके। हामी चाहिँ गेटबाट निस्किसके। यसरी हामी चाहिँ आमा छोराहरू चाहिँ फर्किँदैछ। मेरो बाबुले चाहिँ ठुलो छोरालाई चाहिँ खिच्दैछ। यसरी हिँड्दैछ। चराहरू नि रहेछ यता।
मेरो बाबुहरू चाहिँ उफ्रिँदै हिँड्दैछ। यसरी हामी चाहिँ बाँस झ्याङनिर आइपुगे। मेरो छोरा चाहिँ यसरी उफ्रेर रोडको बिचतिर भाग्छ। यसरी दाइ चाहिँ समात्दैछ। यसरी मेरो बाबुहरू चाहिँ कुवा हेर्न जानु पर्यो। कुवामा चाहिँ के रहेछ है साथीहरू हेर्नु। मेरो बाबु हिँड्दैछ बिस्तारै कुवातिर जाँदैछ। कुवामा चाहिँ पहिला टन्नै पानी थियो यहाँ माथिसम्म, अहिले त पानी छैन रहेछ कुवामा, थोरै चाहिँ रहेछ। त्यहाँभित्र चाहिँ माछाहरू हाले रहेछ पाल्नको लागि। यसरी हामी चाहिँ यहाँ कुवामा हेरेर यसरी मेरो बाबुहरू चाहिँ हेर्दैछ। कुवा हेरेर हामी चाहिँ फर्के। यसरी माथि रोडमा आइसके। यता आन्टी चाहिँ रक्सी पार्दै हुनुहुँदो रहेछ। हामी चाहिँ यसरी फर्किँदैछु। मेरो बाबुहरू चाहिँ हिँड्दैछ। हामी चाहिँ अघि नै आलु खन्दै गरेको आन्टीहरूको छेउमा आइपुगिसक्यो। यसरी हिँड्दैछ मेरो बाबुहरू चाहिँ। मेरो छोरा चाहिँ फर्की आउँदैछ। हामी चाहिँ यतापट्टि आइपुगिसक्यो। आउँदैछ हामी चाहिँ। यतापट्टि चाहिँ गाडी राखेको छ, बस। मेरो बाबु चाहिँ यताउति हेर्दैछ। मेरो काले चाहिँ यताउति रिसाएर हिँड्दैछ, मलाई माछा चाहियो अरे भनेर। यतापट्टि चाहिँ यता पछाडि चाहिँ हामी बस्छौँ। यो चाहिँ राम मन्दिर हो, टुप्पा मात्र देखिरहेछ। हाम्रो यतापट्टि चाहिँ हाम्रो रुम। हामी चाहिँ मेरो बाबु चाहिँ अगाडि पछाडि भइरहेछ, आउने जाने। मेरो छोरा चाहिँ आइसक्रिम चाहियो भनेर रुँदैछ। आइसक्रिम खानुपर्ने रहेछ, यस्तो चिसो भइरहेछ। हामी चाहिँ यता ठ्याक्कै रुमनिर आइपुगिसक्यो। हजुरहरू सबैजना हेरेर साथ दिनु होला। बाई।